लसो दर्शन नमस्ते गाइजहरू। आज म तपाईँलाई एकदमै सुन्दर दृश्यलाई म देखाउन गइराखेको छु, जुन चाहिँ पानीको डान्स है गाइजहरू, पानीको फोहराको डान्स। र यो चाहिँ कुन ठाउँ भनेर तपाईँ हेर्दै हुनुहुन्छ भने विश्वकै सबभन्दा अग्लो टावर बुर्ज खलिफाको मुनि म छु अहिले। र यो दृश्यलाई म देखाउन गइराखेको छु गाइजहरू। एकदमै साँझको समय छ, एकदमै राम्रो दृश्य आइराखेको छ। र एकछिनपछि यो एकदमै अनि अहिले बेलुकाको समय भएको कारणले गर्दा यहाँ लाइटहरू पनि बलिराखेको छन् है गाइजहरू। र तपाईँले यहाँ आएर पनि यो दृश्यलाई हेर्न पाउनु भएन भने तपाईँ 30 मिनट जति तपाईँ वेट गर्नुपर्ने हुन्छ। हरेक 30 मिनटको बादमा यो दृश्य आउँछ र एकचोटि आएको यो जुन डान्स छ नि गाइजहरू, यो डान्सलाई चाहिँ फेरि दोस्रो 30 मिनटमा आउँदाखेरि फरक तरिकाको आउँछ कि गाइजहरू। यसै कारणले गर्दा यो चाहिँ हरेक समय चाहिँ फरक फरक डान्सहरू आइराखेको हुन्छ र एउटै डान्स हुँदैन है गाइजहरू। ल हेर्न सक्नुहुन्छ, यो चाहिँ तपाईँको पछाडिको टावरहरू छ। त्यो टावरभन्दा पनि माथिसम्म पानीको हेभी पावर आएर चाहिँ माथिसम्म पुगिराखेका छन् र ठुलो ठुलो हेभी एकदमै हाई क्वालिटीका स्पिकरहरू यहाँ बजिराखेका छन् गाइजहरू। सानो सानो पलहरूबाट आवाज आएको जस्तो फिल गराइराखेका छन्। धेरै मान्छेहरू चाहिँ यहाँ एकदमै उत्साहित भइराखेका छन्। विश्वभरिका मान्छेहरू चाहिँ यो दृश्यलाई हेर्न चाहिँ एकचोटि आउँदो रहेछ है गाइजहरू। तपाईँ पनि दुबईभरिमा कुनै ठाउँमा हुनुहुन्छ भने तपाईँ एकचोटि आएर बुर्ज खलिफा आएर तपाईँ यो दृश्यलाई हेरेर चाहिँ जानु होला है गाइजहरू। र आउन नसकिएकोहरूको लागि चाहिँ मैले यहाँ भिडियो मार्फत देखाउन खोजिराखेको छु। र धेरै राम्रो चाहिँ आइराखेको छैन गाइजहरू, मेरो मोबाइलबाट खिचेको कारणले एकदमै हाई क्वालिटी चाहिँ छैन, लो क्वालिटीको छ है गाइजहरू। ल हेर्न सक्नुहुन्छ, यो आकाश छोइराखेको छ गाइजहरू। र यहाँ चाहिँ एकदमै राम्रो कोरियन सङहरू, चाइनिज सङहरू बजिराखेको छ है गाइजहरू। तपाईँ हेर्न सक्नुहुन्छ, यहाँ आइसकेपछि तपाईँ यति उत्साहित हुन्छ। तपाईँको यहाँ आफ्नो साथी अथवा कुनै गर्लफ्रेन्डहरू लिएर आएको छ भने तपाईँले यहाँ प्रपोज हान्ने वातावरण यहाँ बनाइराखेको छ है गाइजहरू। यो वातावरणले यति खुसी हुन्छ, यति खुसी हुन्छ, तपाईँको हृदय नै एकदमै तपाईँको मुटु नै फुरुङ फुरुङ बनाइदिन्छ क्या गाइजहरू। ल हेर्नुहोस् गाइजहरू, अहिले एकदमै साँझ परिसकेको छ र यो साँझको बेला हो। र यतिखेर यो दृश्य सकिसकेपछि त्यसपछि लाइटको सो हुन्छ है गाइजहरू। त्यसपछि माथि माथि यो जति पनि टावरको टुप्पो टुप्पोहरूबाट ठुलो ठुलो लेजर लाइटहरू आउँछ। र त्यसको छुट्टै एउटा मजा हुन्छ कि गाइजहरू, छुट्टै एउटा सो देखाउँछ, प्रस्तुत हुन्छ गाइजहरू यहाँ। र हेर्न सक्नुहुन्छ, धेरै मान्छेहरू यहाँ रमाइराखेका छन्, भिडियोहरू खिचिराखेका छन् गाइजहरू। ल हेर्नुहोस् गाइजहरू, अहिले साँझ भएको कारणले यहाँ लाइटहरू पनि राखेको छ र लाइटहरूबाट पनि रङ्गीचङ्गी बनाइराखेको छ है गाइजहरू। ल हेर्नुहोस्, र ठुलो एउटा समुद्रको किनार जस्तै यहाँ बनाएको रहेछ। र यहाँ चाहिँ ठुलो ठुलो मेसिनहरू, ठुलो ठुलो आवाजहरू छ है गाइजहरू। ओ माई गड, ल हेर्नुहोस् गाइजहरू, यो आकाशसम्म पुगिराखेको छ है गाइजहरू। ल हेर्न सक्नुहुन्छ, धेरै माथिसम्म पुगिराखेको छ। र यसका जुन पानीको फोहराहरूको सानो सानो छिट्काहरू धेरै टाटासम्म यो पुरा बिल्डिङहरू भिजिराखेका छन् है गाइजहरू। र सबैजना शीतल बनाइराखेका छन्। यहाँ भिज्यो भनेर यहाँ मान्छेहरू रिसाएको छैन है गाइजहरू, एकदमै रमाइराखेका छन्। गर्मीको समय हो, सबैजना खुसी छन् है गाइजहरू। ल गाइजहरू, अहिले चाहिँ लगभग सकिएको जस्तो छ गाइजहरू, अँध्यारो पनि भएको छ। र यसपछि चाहिँ म नाइटको जुन लाइटको सो पनि म एकछिनपछि म देखाउनेछु। यहाँ धेरै मान्छेहरू छ है गाइजहरू। यो चाहिँ बुर्ज खलिफा हो, दुबई मल हो है गाइजहरू।